पुराना सपनाले बिरलेका छ ससर भागेको त्यहाँबाट मन्दिरतर्फ जाँदैछु मन्दिर उकालो कतै ओह्रालो छ निकै टाढा छ हाम्रो सुनिता भाउजू उताबाट हिँड्दै हिँड्दै आउँदै हुनुहुन्छ भ्लग बनाउँदै हुन्छ टिकटक क्विन भन्दा हुन्छ उहाँलाई अनि उहाँ हाम्रो सानो छोरी चप्पल लगाउँदैछ हाम्रो एउटा यो फटा भाइ टटक्कै कान्छा यो चाहिँ कहाँ गएको भाइ त कहाँ गएको त भाइ कम ब्याक कम डाउन यतै हाम्रो बुढी आमा चाहिँ यतै टिकटक बनाउन आउँदैन नाच्न पनि आउँदैन खालि मन्दिर घुम्न चाहिँ आउँछ होइन ठिक छ ल ओ एउटा चाहिँ चाहिँ अर्को टिकटक क्विन ब्ल्याक ब्युटी यसले चाहिँ फेरि ए मात्रै गर्न आउँछ नाच्न आउँछ नाटक गर्न आउँछ मोबाइल बोक्को Hello guys, I'm coming to the Patibara temple. म अब उकालो चढ्दैछु सिँढीबाट बिस्तारै बिस्तारै होइन थाकिसकेँ पनि म हिँड्दैछु यात्रा लामो छ तर पुगिन्छ भन्ने चाहिँ कन्फर्म छ किनकि जति यात्रामा कष्ट हुन्छ त्यति नै हिँड्न मजा आउँछ गाइज स्टे ट्युन्ड विथ मी I'm coming Patibara देवीको दर्शन गरेर अनि हामी चाहिँ अब भेटटार जाने नमस्ते छाना जाने र त्यसपछि ब्याक टु खनार बाई बाई फेरि सामानहरू चाहिँ बिक्री गरेर पनि राख्नुपर्छ यहाँनिर फुलमाला प्रसादमा लड्डुहरू बेलपत्र पत्ताहरू पनि यहाँ दोकानहरू धेरै छन् बिक्री गर्दै हुँदैछ यसले के देखाउँछ भने मन्दिर अब नजिकै छ यहाँ चप्पल स्ट्यान्ड पनि रहेछ यहाँनिर होइन कति राम्रो कुरा र श्री पाथिबरा भगवती मन्दिरमा हार्दिक स्वागत गर्दछौँ भनेर यहाँ दिएको छ यहाँनिर जुत्ता चप्पल राखेर जानुपर्ने रहेछ है त यो बजाउँदै हिँड्नु पर्ने रहेछ मन्दिर हामी आइपुगेछौँ हामी घन्टी बजाउँदै म पनि अब घन्टी बजाउँदै मन्दिरतर्फ पुग्नुपर्छ घन्टीले दिदी खिच्नु न करना आउंदो बार पंजाब के आगे तक कथी के पिलर कप्तान मारनी स्कूल पर चप्पल डाल
बुद्धिक ज्ञानको प्रयोग दर्शन गरिसकियो टिका पनि लगाइयो अब यहाँ एकछिन बस्ने ठाउँ पनि छ यहाँनिर सहयोग पेटिका पनि छ है कसैले केही सहयोग गर्न चाहनुहुन्छ भने आएर सहयोग गर्दा हुन्छ यहाँनिर त्यो बस्ने बेन्चहरू पनि छ सबैले सहयोग गर्नुभएको होला यहाँनिर होइन यहाँ सहयोगी दादाहरूको नामहरू छ कति राम्रो कस्तो हावाहरू छ पुरै कुरो छ यता फ्यान कति राम्रो सुन्दर ठाउँ सिसिटिभी क्यामेरा एन्ड क्याप्सन यहाँ सबै देउता घुम्ने छ आउनु साथी सबैजना हामी ल अदा पनि घुमौँ हामी सबैजना अब हामी सबैजना यहाँ बसेका छौँ र अब हाम्रो हिँड्ने बेला पनि भइसक्यो हामीले मन्दिरमा आएर एकछिन मन थिर गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले एकछिन ध्यान पनि गऱ्यौँ प्रार्थना गऱ्यौँ र अब हामी यहाँबाट प्रस्थान गर्दैछौँ जय पाथिभरा देवी बिस्तारै अब हामी मन्दिरबाट फर्केछौँ हामीले अब गाइज हामीले मन्दिर घुमियो पाथिभरा मातालाई दर्शन गरियो आज बोलाउनु भएछ यो बच्चा लड्छ भन्ने ठुलो डर भइसक्यो हामीलाई मन्दिर त हामी घुमिसक्यौँ अब हामी फर्किँदैछौँ बाई हेर्न सक्नुहुन्छ यो एउटा जडीबुटी मैले देखाउँछु यो हो कालो निगुरोको जरा सरी कालो निगुरो हो यो र यसको जरा जुन छ यो चाहिँ अति उपयोगी महिलाहरूको लागि महिनावारी घरभरि हुँदा पेट तल्लो पेट दुख्दा महिनावारीको समस्या टाइममा महिनावारी नहुँदा या ब्लिडिङ धेरै भएको अवस्थामा यो विभिन्न अवस्थामा चाहिँ अति राम्रो कालो निगुरोको जरा र अर्को हुन्छ सताभरी भन्छ है कुहिलोको जरा यी सबै चिज चाहिँ धेरै राम्रो हुन्छन् भेटे अब आयुर्वेदको पनि पढाइ गऱ्यो भने यो चाहिँ ऐसिलु भन्छ यसलाई होइन संस्कृतमा चाहिँ कण्टकारी हो यो यहाँ भाउजूले खाँदै हुनुहुन्छ घाँसेको घाँटीमा समस्या भएको छ भने चाहिँ खान सकिन्छ घाँटीमा एलर्जी भएको सोर थ्रोट या घाँटी खसखस हुने या टन्सिल भएको छ भने या कुनै पनि किसिमको समस्याहरू भएको अवस्थामा चाहिँ यो सेवन गर्न सकिन्छ जडीबुटी हो धेरै राम्रो हुन्छ यो पहाड पखेरु भनेको चाहिँ जडीबुटीको खानी हो नि त यो होइन यसमा थुप्रै जडीबुटी छन् जसलाई हामीले चाहिँ पहिचान गर्न सकिरहेका छैनौँ र हाम्रो हामी चाहिँ अहिले एलोपेथिक मेडिसिन एन्टिबायोटिकतिर हामी जान्छौँ निको पनि हुँदैन होइन र हामी चाहिँ दुनियाँ पैसा हाम्रो खर्च हुन्छ हाम्रो शरीर पनि रोगी हुन्छ र अहिलेको हाम्रो गभर्मेन्टले पनि आयुर्वेदलाई प्रमोसन दिइरहेको छ राम्रो कुरा हो यसले अब अन्तिममा यहाँ पनि टिका लाउने भए है
ठुलो ठुलो Finally. बुवायामा सोचेर साथी भाडा माता कामना पूरा गरी सबै परिवारलाई सुखी नारायण जय शम्भु जय भोलेनाथ जय पार्वती आशीर्वाद पनि दिइसक्नु भएको छ उहाँले सबैलाई कल्याण र नानीहरूले आशीर्वाद प्राप्त गर्दैछन् यो साख्न मलाई पनि ल जय भोलेनाथ जय भोलेनाथ जय शम्भु यहाँ बच्चालाई बोक्नै पर्ने अवस्था आयो होइन नसक्ने बच्चा भइसकेपछि के गर्ने अब बोक्नु पर्यो यहाँ सुत्नु भएको छ गुरुजीको मौज छ होइन आनन्द छ रातभरि गाडी कुदायो अनि मान्छे लिएर आयो शुद्ध आनन्दले है मन्दिर पुगेर फिर्ता आउँदैछौँ चौतारी क्याफे भेटेको थियौँ गाइस हामी घुमेर पाथिभरा देवीको मन्दिर गएर हामी एकछिन लगभग हामीले 2 घन्टा नै जस्तो हामीलाई लाग्यो निकै रमाइलो निकै राम्रो पाथिभरा देवी साक्षात् देवीको दर्शन गर्न पाइयो धेरै खुसी कुरा हो यहाँ ट्राफिकहरू यहाँ किन उभिनुभएको छ सायद कोही आउँदैन होला हामी नमस्ते झगतिर हामी लाग्यौँ यसरी नमस्ते झगडा हामी अब पुग्छौँ अब यहाँबाट केही समयपछि